चाहिँ उता के अरे उसको एरिया त दिएको हुन्छ त कसरी दिएको रहेनछ के क्वेरी साइड कहाँ छ सडकको आइजनाको क्वेरी साइड त टोक्या होला नि त मेटेरियल कहाँबाट ल्याउनु त भने होला नि क्वान्टिटी यदि तोकिदिएको छ जस्तो कुनै कुनै ठाउँ चाहिँ पर्टिकुलरली जस्तो नाम बगर भने जस्तो धादिङ सेक्सनमा त छुट्याएको छ सर यो सेक्सनमा छुट्याएको छैन आज अनि यो चाहिँ यो के अरे चाहिँ अपर यो सुपर पिक्सुलीको के भन्छ हाइड्रोको चाहिँ लोकेसनमा इआइएमा राखेर त्यसले गर्दा तिमीहरूले हामीहरूको लोकेसनमा चाहिँ क्वारी गऱ्यौ भने चाहिँ तिमीहरूले हामीलाई दिनुपर्छ भन्ने उनीहरूको दाबी रहेको छ होइन भने मुद्दा हाल्छु भनेको यही भाषाको रूपमा भएको थियो अनि त्यसले गर्दा होइन कि उनीहरूले हाम्रो क्वारी साइड चलायो भन्ने हिसाबले भएको थियो सर त्यस्तो कुरा त त्यस्तो गाउँले कुरा गरेर कहाँ हुन्छ यार त क्वेरी साइड कहाँ छ मेटेरियल कहाँबाट कति निकाल्ने भन्ने कुरा त यहाँदेखि लिएर तपाईँको चाहिँ उसमा सबैमा हुन्छ त अनि यहाँ चाहिँ तपाईँको चाहिँ यो राजमार्गको मेन्टेनेन्स अथवा अपग्रेडेसनको लागि चाहिँ भनेर यहाँ चाहिँ क्वेरी साइड र तपाईँको यो क्रसर प्लान्ट यहाँ राख्ने भनेर चाहिँ तपाईँले राख्ने अनि यहाँ उत्पादन गरेर चिज चाहिँ उसमा के अरे त्यो हाइड्रोलाई दिन थोरै पाइन्छ अनि अब यो त सरासर ठगी हुन्छ साथी यो साल चाहिँ क्वान्टिटी हेर्छौँ बिल्कुल होइन सर हामीले अघि सरलाई भन्यो नि सर अब हाइड्रोले पालिकाबाट राजस्व तिरेर निकाले परिमाण बराबर चाहिँ उसले प्रशोधन गरेर लग्यो सर त्योभन्दा अरू बाँकी त हामी आफै प्रयोग गरिरहेको छ हामीले यसकै आसिटेक भन्ने एउटा कम्पनीबाट इन्डियाबाट इन्जिनियरहरू मगाइरहेको छ सर त्यो 2-4 दिनमा आउँछन् होला त्यो भयो अलिकति सुधार त्यसलाई तल पानी राखेर त्यो धुवालाई तल गरेपछि माथि फैलेन के जस्तै त्यहाँ बियर गर्ने आइरन छ नि त्यो धुवा हैन तपाईहरुको कम आउँछ हाम्रो अलिक ठुलो परिमाणमा आउँछ तर त्यसलाई मेटेरियल चाहिँ अहिले कहाँ गएको छ त अहिले चाहिँ हामीले सडकमा प्रयोग गरिरहेको छौँ यसलाई बेसमा प्रयोग गरिरहेको छौँ सर बेस कहाँ लाइन गर्नुभएको छ जस्तो अहिले चाहिँ हामीले दबाङ खोला भन्ने ठाउँमा छ अर्को कर्सर तपाईँको यो लाइनमा अन्त छैन सबै ठाउँमा नाग्नुको चाहिँ यही जान्छ मलिङसम्म जान्छ सर हामीहरूको चाहिँ मलेकुदेखि यता मात्रै छ मलिङसम्म जान्छ सर अनि मलेकुमा पनि यो लेभलको क्वान्टिटी तपाईँको चाहिँ जाने चाहिँ त्यहाँ काम भएको छ त छ नि सर अहिले हामीले अहिले लगभग 1200 अहिले दुईटा हाम्रो asphalt प्लान्ट दुईटा छ सर अलकत्रा बनाउने asphalt प्लान्ट कहाँ हो अर्को एउटा यो भयो एउटा चाहिँ गोमती यसैको कम्पेरिजनमा चाहिँ asphalt चाहिँ खपत भएको छ त्यो हेरौँ सक्नुहुन्छ त्यो म्याच गर्न तपाईँ त्यो हेर्न सक्नु पर्यो नि यो यसको कन्टेन्ट यसको तुलनामा asphalt पनि त्यही किसिमले चाहिँ त्यो युज भएको हुनु पर्यो नि त त्यो भएको छ त्यो म्याच गर्न सकिन्छ हामीले प्रत्येक महिनामा त्यो ट्याली गरिरहेको छ हामीले कसरी सर यो जेएनजी आन्दोलनको दागा यो जुन यसको ड्यामेज गरिएको थियो त्योभन्दा जब रिइन्स्टेट गऱ्यौँ 2 डिसेम्बरमा त्योभन्दा पछाडि हामीले उता दिएको पनि छ त्यो क्रसरमा एकदम यो हाइड्रोमा त यो यहाँको चाहिँ मेटेरियल गएको भन्ने कुरा भयो नि त्यो चाहिँ गम्भीर हुन्छ चाहिँ उता के अरे उसको एरिया त दिएको हुन्छ त कसरी दिएको रहेनछ कि